ल 9 वटा लेटर 9 वटा लेटरको एउटा ओड लेखेको छु के मैले ओड शब्द ओड के इंग्लिश ओड सबै भन्नु पर्यो नि एउटा अक्षर भन्दियो जस्तै रोमिका भनेको एउटा ओड भयो नि मैले चाहिँ 9 वटा लेटरको एउटा ओड लेखेको छु हैन रोमिका भित्र कुन कुन त्यसमा हैन त्यसमा कुन कुन ओड छ एउटा एउटा भन के तिमीहरुले मिल्ने ओड त्यस्तो ओडहरु भन्नु पर्छ है त ल ल सुबिका ई छ पास छैन बी छ पास आई छैन छैन हजुर के छैन एफ छ एम छैन एल छ कहिले कतिवटा भन सम्झ है छैन 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 क्यू क्यू छैन जे छैन छैन यु छ पास कहिले कतिवटा भन्न सम्झ्यो है भयो जाऊ जाऊ भइसक्यो एकचोटि एम छैन दुध छैन सिधै खा अब बेलुका डी छैन 6:30 बजे छैन छैन चिने भनेको यो छ कतिवटा छ दुईटा छ है अब तीनटा तीनटा लेटर छ अब तीनटा मात्रै छ छैन 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 भनिसक्यो छैन होइन भने पनि केही भएन दोहोऱ्याएर पनि आउन सक्छ केही फरक पर्दैन भन्नु एन छैन दोहोऱ्याएर ओड पनि आउन सक्छ नि त लेटर एम छैन 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 एल छैन एन छैन छैन सी छैन भी पनि छैन एस पनि छैन छैन आर करे ल छैन दुईटा छैन त्यही शब्द भन्दैन है छैन 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 भनेपछि त तँ एबिसिडीमा नभएकै शब्द रहेछ कि छैन ल अब एउटा छ डबल डबल छ है फेरि त्यो भनिसकेको भनिदिएको किन भन्ने होइन नि एबिसिडी देशन हो नि भएको भने के भन्यो भनेको के डी छैन छैन त्यो डबल सिङ्गलले भन्ने कुरो होइन नि छैन छैन त्यो बासी छ राम्रो छैन राम्रो छैन त्यो बासी छैन बासी छैन आज आएन कि त्यही भएर छैन 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 कति दोहोरे बरु यहाँदेखि जेठसम्म भन्दै गयो नि हुन्छ नि छैन 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 छैन
दोहोरे हन् छिटो भन न एउटा ओके छैन एउटा अरे कसले धेरै भने एउटा त भने हन् नि दौल्या भनेको छैन मिल्यो ल